ठ्याक्कै यो आउने बाटो वा जग्गासम्म आउने बाटो हामी ठ्याक्कै यो बुढा नीलकण्ठ हाइटमा छौँ। यो देउबा चोक हुँदै देउबा निवास हुँदै आउनुपर्ने हुन्छ। यो देखेको 13 फिटको बाटो छ। एकदम राम्रो बाटो, राम्रो ठाउँमा छ, हाइटमा जग्गा आएको छ। यता ठ्याक्कै यो घर देख्न सक्नुहुन्छ। यसको अगाडिपट्टि यो स्टार होटल देख्न सक्नुहुन्छ। यो लेमन ट्री होटल छ। ठ्याक्कै पूर्व पश्चिम र उत्तर मोडा भएको यो 5 आना जग्गा बिक्रीमा आएको छ। ठ्याक्कै जग्गाको सिमाना यहाँबाट सुरु छ। यो देखिएको जग्गाको सिमाना यो वाल एकदम राम्रो छ। यो 13 फिटको यो अगाडि यहाँले बाटो पाउन सक्नुहुन्छ। यतातिर पश्चिम फेस हुन्छ भने उतापट्टि सानो बाटो छ, त्यतातिर उत्तर फेस हुनेछ। एकदम राम्रो मिलेको जग्गा छ है त। 5 आना जग्गा छ। हामी काठमाडौँ जिल्लामा छौँ। काठमाडौँ जिल्ला बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 1 ठ्याक्कै लेमन ट्री होटलसँगै छ है त, नजिकै छ। यो साइडमा यहाँले ठ्याक्कै यसको पश्चिमतिर यहाँले यो लेमन ट्री होटल पाउन सक्नुहुन्छ। एकदम ठुलो स्टार होटल हो, क्यासिनो सहितको। ठ्याक्कै यो देखेको जग्गा एकदम राम्रो मिलेको जग्गा छ। पर्फेक्ट लोकेसनमा छ, एकदम हाइटमा छ। यो देउबा निवासको बाटो हुँदै आउनुपर्ने हुन्छ। देउबा चोकबाट यहाँसम्म आउनलाई यो देखेको एकदम राम्रो जग्गा छ। यतापट्टि पनि सानो बाटो यहाँले पाउन सक्नुहुन्छ। यतापट्टि राम्रो रेसिडेन्सी एरिया छ। यो होटल भइहाल्यो। यतातिर यहाँले बस्तीहरू देख्न सक्नुहुन्छ। यसको ठ्याक्कै उत्तरतिर यो नयाँ घर पनि बन्दैछ। यो साइडमा पनि यहाँले सानो बाटो पाउन सक्नुहुन्छ। देखेको ठ्याक्कै यो देखेको जग्गा भयो। यता यो पश्चिम फेज भयो भने यतापट्टि उत्तर फेज हुन्छ। एकदम मिलेको राम्रो जग्गा छ। यो मुखको साइज म यहाँलाई भनेर पनि भनिदिइहाल्नेछु। यतासम्म जाउँ हामी। ठ्याक्कै यतासम्म जान्छ। यो सानो बाटो छ। यसको ठ्याक्कै उत्तरतिर यो नयाँ घर बन्दैछ। नयाँ घर यसको यो देखेको स्टार होटल भइहाल्यो, क्यासिनो सहितको छ। ठ्याक्कै यो देखेको जग्गा पश्चिम फेस हुन्छ। ठ्याक्कै यहाँसम्म सिमाना आउँछ है त। यसको यो सिमाना भयो। उतापट्टि यो वाल छ। ठ्याक्कै यो सिमाना जाली। ठ्याक्कै यो जग्गा भयो। अगाडिको यो फेस हेर्न सक्नुहुन्छ। होटल भयो यो होटल एकदम राम्रो लोकेसनमा छ। यहाँले बुढा नीलकण्ठ हाइट भनेर आउन सक्नुहुन्छ। बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 1 परो पर्फेक्ट लोकेसनमा लेमन ट्री होटल नजिकै भनेर पनि आउन सक्नुहुन्छ त। लेमन ट्री होटलको यो पार्किङ गेट हो तिरबाट यो आउने बाटो भएको यताबाट म ठक्कै यहाँबाट पनि देखाइन्छु आउने बाटो। वरिपरिको लोकेसन थोरै हेर्न सक्नुहुन्छ यहाँले। यसको ठ्याक्कै यो दक्षिणतिर यो घर भयो, पूर्वतिर यो घर भयो, उत्तरतिर पनि नयाँ घर बन्दैछ। माझतिरको सिन हेर्न सक्नुहुन्छ। ठ्याक्कै यो देखेको जग्गा यतातिर माझतिरको स्टार होटल, लेमन ट्री होटल, गारुड क्यासिनो। त्यहाँदेखि सिमाना सुरु। के पछाडिको सिमाना मैले देखाइहालेँ यहाँलाई।